नमस्कार शुभ बिहानी आज मिति 2082 चैत्र 26 गते बिहिबार तदनुसार 2026 अप्रिल 9 वैशाख कृष्ण सप्तमी तिथि आज सचेत भएर अगाडि बढ्ने दिन हो। चन्द्रमाको अवस्थाको कारण मन अलि संवेदनशील हुन सक्छ, पुराना कुरा सम्झिन सक्नुहुन्छ र निर्णय लिन अलि ढिला हुन सक्छ। त्यसैले आज तपाईले हतार नगरी सोचेर मात्र कदम चाल्नु धेरै महत्त्वपूर्ण हुन्छ। कामकाजमा सामान्य प्रगति हुनेछ, तर निरन्तरता राख्नुभयो भने राम्रो परिणाम पाउन सक्नुहुनेछ। आज विशेष गरी वृष, कर्कट, कन्या, मकर र मीन राशिको लागि दिन सहयोगी देखिन्छ। यदि तपाईँ यी राशिमा पर्नुहुन्छ भने काममा प्रगति, सहयोग र सकारात्मक ऊर्जा अनुभव गर्न सक्नुहुनेछ। तर मेष, मिथुन, सिंह, तुला, वृश्चिक र धनु राशिका लागि भने आज अलि सावधानी अपनाउनु राम्रो हुनेछ। भावनामा बगेर निर्णय नलिनुहोला, बोल्दा ध्यान दिनुहोला र साना अवरोध आए पनि धैर्य राख्नुहोला। यदि तपाईले आफूलाई सन्तुलित राख्नुभयो भने दिनलाई राम्रो बनाउने शक्ति तपाईमै छ। सुरु गरौँ आजको राशिफल। मेष राशि। आज मेष राशि हुनेहरूका लागि आजको दिन अलि चुनौतीपूर्ण देखिन्छ। तपाईलाई आज सानो सानो कुराले पनि तनाव दिन सक्छ। त्यसैले आफ्नो मनलाई नियन्त्रणमा राख्नु धेरै आवश्यक छ। काममा ढिलाइ हुन सक्छ वा तपाईले सोचेको जस्तो परिणाम तुरुन्त नआउन सक्छ। तर धैर्य राख्नुभयो भने अवस्था बिस्तारै तपाईको पक्षमा जान्छ। कसैसँग बोल्दा शब्द छनौटमा ध्यान दिनुहोला, किनकि सानो कुरा पनि ठूलो विवाद बन्न सक्छ। वृष राशि। वृष राशि हुनेहरूका लागि आजको दिन सकारात्मक ऊर्जा लिएर आएको छ। तपाईले आज आफूले थालेको काममा राम्रो प्रगति देख्नुहुनेछ। साथीभाइ, सहकर्मी वा परिवारबाट सहयोग मिल्नेछ, जसले तपाईलाई अझ उत्साहित बनाउनेछ। आर्थिक रूपमा पनि दिन राम्रो देखिन्छ, सानो लाभ हुन सक्छ। आज तपाईले नयाँ योजना बनाउनु भयो भने भविष्यमा राम्रो फल दिने सङ्केत छ। मिथुन राशि। मिथुन राशि हुनेहरूका लागि आजको दिन मिश्रित रहनेछ। तपाईको मन धेरै कुरा सोचेर अलि अल्मलिन सक्छ। काममा ध्यान दिन गाह्रो हुन सक्छ। त्यसैले आफूलाई केन्द्रित गर्ने प्रयास गर्नुहोला। कसैसँग कुरा गर्दा गलत बुझाइ हुन सक्ने भएकाले स्पष्ट र शान्त भएर बोल्नु राम्रो हुन्छ। आज धेरै ठुलो निर्णय लिनुभन्दा सानो सानो कुरामा ध्यान दिनु राम्रो हुनेछ। कर्कट राशि। कर्कट राशि हुनेहरूका लागि आजको दिन खुसी दिने खालको रहेको छ। तपाईले आफ्नो मेहनतको नतिजा देख्न थाल्नुहुनेछ। परिवारसँगको सम्बन्ध अझ राम्रो हुनेछ र मनमा शान्ति महसुस गर्नुहुनेछ। काममा पनि राम्रो प्रगति हुनेछ। यदि तपाईँ कुनै योजना बनाउँदै हुनुहुन्छ भने आज त्यसको सुरुवात गर्न सक्नुहुनेछ। सिंह राशि। आज सिंह राशि हुनेहरूका लागि आजको दिन अलि दबावपूर्ण हुन सक्छ। कामको बोझ बढ्न सक्छ र तपाईलाई थकान महसुस हुन सक्छ। यस्तो अवस्थामा रिस वा झर्को देखाउनुभन्दा शान्त रहनु राम्रो हुनेछ। निर्णय लिन हतार नगर्नुहोला, नत्र गल्ती हुन सक्छ। आफ्नो स्वास्थ्यतर्फ पनि ध्यान दिनु राम्रो हुनेछ। कन्या राशि। आज कन्या राशि हुनेहरूका लागि आजको दिन अवसरले भरिएको छ। तपाईले आज आफ्नो मेहनतको राम्रो परिणाम पाउन सक्नुहुनेछ। काममा तपाईको प्रशंसा हुन सक्छ वा नयाँ जिम्मेवारी प्राप्त गर्न सक्नुहुनेछ। आर्थिक पक्ष पनि मजबुत रहनेछ। यदि तपाईले आज सही निर्णय लिनुभयो भने भविष्यको लागि राम्रो आधार बन्नेछ। तुला राशि। आज तुला राशि हुनेहरूका लागि सावधानी अपनाउनु पर्ने देखिन्छ। खर्च बढ्न सक्ने भएकाले अनावश्यक खर्च नियन्त्रण गर्नुहोला। काममा पनि अलि ढिलाइ हुन सक्छ, तर निराश नहुनुहोला, समयसँगै सुधार आउनेछ। वृश्चिक राशि। आज वृश्चिक राशि हुनेहरूका लागि दिन गहिरो सोचमा बित्न सक्छ। तपाईँ धेरै कुरा मनमै राख्न सक्ने देखिएको छ, जसले तपाईलाई भित्रभित्रै तनाव दिन सक्छ। त्यसैले विश्वास गर्ने व्यक्तिसँग कुरा गर्नु राम्रो हुनेछ। काममा सामान्य प्रगति हुनेछ, तर धैर्य आवश्यक छ। धनु राशि। धनु राशि हुनेहरूका लागि आजको दिन सामान्य तर सिकाइ दिने खालको छ। सानो अवरोध वा ढिलाइ आउन सक्छ, तर त्यसबाट तपाईले केही नयाँ कुरा सिक्नुहुनेछ। यात्रा वा बाहिरको काम गर्दा सावधानी अपनाउनुहोला। आज तपाईले हतार नगरी योजनाबद्ध रूपमा काम गर्नुभयो भने राम्रो हुनेछ। मकर राशि। मकर राशि हुनेहरूका लागि आजको दिन निकै राम्रो सङ्केत लिएर आएको छ। तपाईको मेहनतको कदर हुनेछ। काममा सफलता मिल्नेछ। नयाँ अवसरहरू आउन सक्छन्, जसले तपाईको भविष्यलाई बलियो बनाउनेछ। आर्थिक रूपमा पनि फाइदा मिल्ने सम्भावना छ। आत्मविश्वासको साथ अघि बढ्नु राम्रो हुनेछ।
कुम्भ राशि आज कुम्भ राशि हुनेहरूका लागि आजको दिन सन्तुलित रहनेछ। तपाईले आफ्नो योजना अनुसार काम गर्न सक्नुहुनेछ, तर धैर्य राख्न जरुरी छ। साथीभाइसँगको भेटघाट वा कुराकानीले मन हल्का बनाउनेछ। नयाँ कुरा सिक्ने अवसर पनि मिल्नेछ। मीन राशि हुनेहरूका लागि आजको दिन निकै शुभ देखिएको छ। तपाईको आत्मविश्वास बढ्नेछ र काममा सफलता मिल्नेछ। परिवारसँग रमाइलो समय बिताउने मौका मिल्नेछ। यदि तपाईले आज कुनै नयाँ काम सुरु गर्नुभयो भने त्यसले राम्रो दिशा लिन सक्छ। आज तपाईलाई भाग्यले पनि साथ दिने संकेत छ। यो सँगै आजको राशिफल यही समाप्त हुन्छ। राशिफलले जे भने पनि तपाईँ आफ्नो कर्म र प्रयासमा विश्वास गर्नुहोला। आजको हाम्रो भिडियो कस्तो लाग्यो कृपया आफ्नो प्रतिक्रिया कमेन्ट मार्फत अवश्य दिनुहोला। यस्तै दैनिक राशिफल र जानकारीमूलक भिडियोको लागि हाम्रो च्यानल सब्स्क्राइब र फलो गर्न नबिर्सनुहोला। शुभ दिन, नमस्कार।